अर्कै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ। कार्ल मार्क्सका सिद्धान्त के छ सबै कुरा थाहा छ। तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता, तपाईहरू साथ दिनुस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा जुट्यौं, अब माग पूरा गर्ने बेलामा फुटेर हुँदैन। तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ भने परिमार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नु पर्थ्यो? त्यसो भएको हुँदा हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ। यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन? फेरि अर्को कुरा, अब अर्को कुरा के छ? तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेकाले तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। अर्को कुरा के छ? प्रदेश खारेजीको माग नेपाली जनताको हो। यहाँ कसले के माग राख्छ सँगको सरकारको विषय होइन। आन्दोलनका सडकमा उठेका मुद्दाहरूदेखि लिएर नेपाली जनताले चाहेका मुद्दाहरू सम्पूर्णले पेश गर्नुपर्छ। त्यसो हुँदा प्रदेश खारेजीको माग नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ फेरि? 4 नम्बर बुँदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। सडकमा आन्दोलन गर्न सक्ने मान्छेहरूले माग पनि पूरा गर्न सक्नुपर्छ। त्यसो हुँदा हामी माग पनि पूरा गर्न सक्छौँ र माग लिएर आएका हौँ। त्यसो हुँदा हामी तण्ड वितण्ड गर्ने, हामी विभाजित गर्ने, कसैलाई आरोप प्रत्यारोप गर्ने भन्दा पनि हामी सम्पूर्णसँग संवाद गर्न चाहन्छौँ। आउनुहुन्छ, आउनुहोस्, सहकार्य गरौँ। भिजनमा मतलब कि एउटा डिसिजन लिउँ कि त कम्पेरिजन, मतलब यो स्थितिलाई सुधार गर्नुपर्छ भने जेनजी पुस्ता एक हुनुपर्छ। आन्दोलन गर्ने बेलामा जुट हुने अनि माग पूरा गर्ने बेलामा फुट्ने भन्छन् यिनीहरूले। यो अघिल्लो पुस्ताले त भन्छ यो देशको स्थितिलाई अझै बिगार्न पाए हुन्थ्यो भने। राजनीतिक दलको दबाब र आड र प्रकापमा धेरै सम्मेलन हुन थालिसकेका छन्। यस्ता सम्मेलनहरू आपत्तिजनक छन्, घोर भत्सना छ। त्यसो हुँदा परिवर्तन आएको हो, आन्दोलन गरेकै हो, आन्दोलनले परिवर्तन ल्याएकै हो। त्यसो हुँदा यहाँ कसलाई कारबाही गर्ने र कसलाई के गर्ने होइन। तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ, तत्कालीन सरकारका पदाधिकारीलाई कारबाही गर्नुपर्छ। सम्पूर्ण नेपाली आमाहरू तपाईहरू ढोक्क हुनुहोस्। तपाईहरुका छोराछोरीले देखेको सपना, शहीदले देखेको सपना, त्यो सपना पूरा गर्ने जिम्मा हामी लिन्छौँ। हामी किन आयौँ, सडकमा के कारणले आयो भन्ने कुरा होइन, सडकमा के नारा लाग्यो भन्ने कुरा छैन। सडकको नाराले ल्याएको परिवर्तन जनताको पक्षमा हुनुपर्छ। यो तत्कालीन सरकार जनताको पक्षमा छ। त्यसो भएको हुँदा हामी के गर्छौँ र कसो गर्छौँ होइन, सम्पूर्णलाई आह्वान गर्न चाहन्छु। म प्रवेश दाहाल लगायत हाम्रा टिममा साथीहरू आउनुभएछ, भास्कर घिमिरे, कुशल भेटवाल लगायत टिकाराम लिम्बू जस्ता व्यक्तिहरू। यी व्यक्तिहरू को हुन् त? यी व्यक्तिहरूले जिन्दगीभरि राजनीतिक दलको सदस्य लिएका छन्। यिनीहरू सडकमा आएका मान्छे हुन्। यदि सडकमा कसैले गोली हानेको हुन्थ्यो भने गोली लागेर मर्ने स्थिति हुन्थ्यो। हामी घाइते भएका छैनौँ। म फेरि सम्झन चाहन्छु, त्यो शहीद र घाइतेदेखि लिएर नेपाली आमालाई सम्झन चाहन्छु। तपाईहरूले देखेको सपना हामी जिउँदैछौँ। यदि हामी मरेर गएका थियौँ भने सपना पुरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरूलाई भन्न चाहन्छु, तपाईहरू नडराउनुहोस्। परिवर्तन हामीले ल्याएको हो। तपाईहरूलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौँ, कसैले कसैलाई रुष्ट नबनाऊ। सबैजना, यो देश हाम्रो हो। हामीले हाम्रा माग र एजेन्डाहरू राख्न पाउनुपर्छ। कुनै राजनीतिक दलको दबावमा होइन यो कार्यक्रम। कसैले पनि केही गर्न नसकोस्। आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौँ, आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो। आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ। आवश्यकताका सिद्धान्तहरू परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरू आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्। तत्कालीन अवस्थामा हामी विद्रोही पक्ष पनि होइन, रुष्ट पक्ष पनि होइन, तर अहिलेको तत्कालीन अवस्थाका माग र एजेन्डाहरू हामी प्रस्तुत गर्न चाहन्छौँ। हामी अहिले म सम्झन चाहन्छु ती सडकमा आएका ती जेनजी पुस्ताहरू, ती जेनजी पुस्ताको नेतृत्वमा साथ दिएर आएका नेपाली जनताहरू,
र जेनजी पुस्तालाई सडकमा पठाउने तमाम नेपाली आमाहरूलाई म सम्झन चाहन्छु। सम्पूर्ण नेपाली आमाहरू, तपाईहरू ढोक्क हुनुहोस्। तपाईहरूका छोराछोरीले देखेको सपना, शहीदले देखेको सपना, त्यो सपना पूरा गर्ने जिम्मा हामी लिन्छौँ। हामी किन आयौँ, सडकमा के कारणले आयो भन्ने कुरा होइन, सडकमा के नारा लाग्यो भन्ने कुरा छैन। सडकको नाराले ल्याएको परिवर्तन जनताको पक्षमा हुनुपर्छ। यो तत्कालीन सरकार जनताको पक्षमा छ। त्यसो भएको हुँदा हामी के गर्छौँ र कसो गर्छौँ होइन, सम्पूर्णलाई आह्वान गर्न चाहन्छु। म प्रवेश दाहाल लगायत हाम्रा टिममा साथीहरू आउनुभएछ, भास्कर घिमिरे, कुशल भेटवाल लगायत टिकाराम लिम्बू जस्ता व्यक्तिहरू। यी व्यक्तिहरू को हुन् त? यी व्यक्तिहरूले जिन्दगीभरि राजनीतिक दलको सदस्य लिएका छन्। यिनीहरू सडकमा आएका मान्छे हुन्। यदि सडकमा कसैले गोली हानेको हुन्थ्यो भने गोली लागेर मर्ने स्थिति हुन्थ्यो। हामी घाइते भएका छैनौँ। म फेरि सम्झन चाहन्छु, त्यो शहीद र घाइतेदेखि लिएर नेपाली आमालाई सम्झन चाहन्छु। तपाईहरूले देखेको सपना हामी जिउँदैछौँ। यदि हामी मरेर गएका थियौँ भने सपना पुरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरूलाई भन्न चाहन्छु, तपाईहरू नडराउनुहोस्। परिवर्तन हामीले ल्याएको हो। तपाईहरूलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौँ, कसैले कसैलाई रुष्ट नबनाऊ। सबैजना, यो देश हाम्रो, हामीले हाम्रा माग र एजेन्डाहरू राख्न पाउनुपर्छ। त्यसो भएको हुँदा हामी भाषण गर्न, साँच्चै भन्ने भने भाषण नेपालकै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ। कार्ल मार्क्सका सिद्धान्त के छ सबै कुरा थाहा छ। तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता, तपाईहरू साथ दिनुहोस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा जुट्यौँ, अब माग पुरा गर्ने बेलामा फुटेर हुँदैन। त्यसो भएको हुँदा यो अझै पनि भन्न चाहन्छु, फेरि कुनै राजनीतिक दलको दबावमा होइन यो कार्यक्रम। कसैले पनि केही गर्न नसकोस्। आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौँ, आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो। आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ। आवश्यकताका सिद्धान्तहरू परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरू आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्। त्यसो भएको हुँदा हाम्रा एजेन्डाहरू, एकछिन साथीहरू एकछिन, हाम्रा एजेन्डाहरू के छन्? अब एजेन्डातिर लाग्न चाहन्छु। एजेन्डाहरू हामी प्रष्ट भन्न चाहन्छौँ। अघिदेखि मैले भनेको छु, एजेन्डाहरू के छन् भन्ने कुरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय जेनजी युवा पुस्ताहरू, आदरणीय उसमा मतलब कि शहीद हुनुभएका शहीदहरू, हस्पिटलको बेडमा हुनुभएका घाइतेहरू लगायत अहिलेको तत्कालीन सरकारका राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण नेपाली जनताहरू, अहिलेको शून्यताको स्थितिलाई स्थिरतामा बदल्न हालको अन्तरिम सरकारले तत्काल निर्णय लिनुपर्छ। के निर्णय लिनुपर्छ त? हामीले निर्णय के लिनुपर्छ? तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ भने परिमार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नु पर्थ्यो? त्यसो भएको हुँदा हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ, तर संविधानै मान्दैनौँ भन्न मिल्दैन। त्यसो भएको हुँदा यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन? फेरि अर्को कुरा, अब अर्को कुरा के छ? तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेकाले तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। अर्को कुरा के छ? प्रदेश खारेजीको माग नेपाली जनताको हो। यहाँ कसले के माग राख्छसँगको सरकारको विषय होइन। आन्दोलनका सडकमा उठेका मुद्दाहरूदेखि लिएर नेपाली जनताले चाहेका मुद्दाहरू सम्पूर्णले पेश गर्नुपर्छ। त्यसो हुँदा प्रदेश खारेजीको माग नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ फेरि? 4 नम्बर बुँदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। आज धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेका छन् राजनीतिक दलका कार्यकर्ताहरूले। यो देश सके भनेर। देश सकिएको छैन। देशमा जनता छन् र देशको भूमि छ। देशको सार्वभौम सत्ता, स्वाधीनता, इमान्दारिता
तरिकाले अगाडि बढ्छ देश। त्यसो हुँदा हामी विधिको शासन मान्छौँ भने विधि बनाएर भए पनि विधिको शासन मान्छौँ। त्यसो हुँदा अहिलेको विधि र पद्धतिमा हामी यो कुरालाई संशोधन गर्ने हो कि आन्दोलनकारीले केही पनि व्याख्या गर्न चाहँदैन। एकछिन साथीहरू, आन्दोलनकारीहरूले केही पनि व्याख्या गर्न चाहँदैन। आन्दोलनकारीले माग राख्ने हो र माग पुरा हुनुपर्छ अहिलेको सरकार। अर्को कुरा के छ, संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति गर्दा राजनीतिक दलको दबाव नभई स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्छ। अर्को के छ फेरि, यहाँ धेरै कारण चाहिँ के भयो भन्दा विश्वविद्यालयका राजनीतिक दलका सङ्गठनहरू हावी भइरहेका छन्। विश्वविद्यालयमा रहेका सम्पूर्ण विद्यार्थी सङ्गठन सोभिउ हटाउनुपर्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा मन्त्री परिषद गठन गर्नुपर्छ। 9मा अहिले जुन तरिकाले आन्दोलनको समयमा भएका घटनाहरू सिसी क्यामेरा फुटेजमा बाहिरिएको छ, यो घोर आपत्तिको विषय छ। किन आपत्तिको विषय छ? यो किन आपत्तिको विषय छ भन्दाखेरि अहिलेको तत्कालीन आन्दोलनमा को आयो भन्दा कोठाभाडा बस्ने साधारण मान्छे आयो। आज भरेबाट कोठाभाडा नपाउने स्थिति भइसकेको छ विद्यार्थीहरूको। प्राय गाउँका किसानका सन्तानहरू, मजदुरका सन्तानहरू आएर आयो आन्दोलन सफल पारेको। त्यसो हुँदा कसैलाई राजनीतिक दलको दबावमा आएर आज उत्तेजना नपारियोस्। भिड अब हामी सडकमा आउन चाहँदैनौँ, तर सडकका मागहरू अब सम्बोधन गर्न चाहन्छौँ। हामी आज सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार मन्त्रीज्यू लगायतका व्यक्तिहरूसँग हामी भेट्न चाहन्छौँ। हाम्रा मागहरू सुन्नुपर्छ। हामी सरकार गठन गर्ने बेलामा मतलब के आइपुग्न पाएनौँ। लगभग हामी विराटनगरमा आन्दोलन गरेका थियौँ, तर हाम्रा माग र एजेन्डाहरू तत्कालीन नेपाली समाजले हामीलाई फोन गरेर भनिरहनु भएको छ, यो कुराको माग उठ्नु पर्यो, यो कुराका मागहरू लाग्नु पर्यो, यो कुराका मागहरू सुनिनु पर्यो। माग सुनाउन सक्दैनस् भने के का निम्ति सडकमा गइस्? सडकमा के का निम्ति गइस्? तँलाई कसले पठायो सडकमा? एउटा कुरा फेरि भन्न चाहन्छु, भने यो सडकमा आन्दोलन गर्न सक्ने मान्छेहरूले माग पनि पुरा गर्न सक्नुपर्छ। त्यसो हुँदा हामी माग पनि पुरा गर्न सक्छौँ र माग लिएर आएका हौँ। त्यसो हुँदा हामी तण्ड वितण्ड गर्ने, हामी विभाजित गर्ने, कसैलाई आरोप प्रत्यारोप गर्ने भन्दा पनि हामी सम्पूर्णसँग संवाद गर्न चाहन्छौँ। आउनुहोस्, सहकार्य गरौँ। भिजनमा मतलब कि एउटा डिसिजन लिउँ कि त कम्पेरिजन, मतलब यो स्थितिलाई सुधार गर्नुपर्छ भने जेनजी पुस्ता एक हुनुपर्छ। आन्दोलन गर्ने बेलामा जुट हुने अनि माग पुरा गर्ने बेलामा फुट्ने भन्छ नि यिनीहरूले। यो अघिल्लो पुस्ताले त भन्छ यो देशको स्थितिलाई अझै बिगार्न पाए हुन्थ्यो भने। राजनीतिक दलको दबाब र आड र कर्कापमा धेरै सम्मेलन हुन थालिसकेका छन्। यस्ता सम्मेलनहरू आपत्तिजनक छन्, घोर भत्सना छ। त्यसो हुँदा परिवर्तन आएको आन्दोलन गरेकै हो, आन्दोलनले परिवर्तन ल्याएकै हो। त्यसो हुँदा यहाँ कसलाई कारबाही गर्ने र कसलाई के गर्ने होइन। तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ, तत्कालीन सरकारका पदाधिकारीलाई कारबाही गर्नुपर्छ। यहाँनिर जेनजी पुस्ताको आन्दोलनकारीलाई आजसम्म विश्वको इतिहासमा कसलाई कारबाही भएको छ? अवस्था परिवर्तन गर्न चाहन्छ, व्यवस्था परिवर्तन होइन यो जेनजी पुस्ता। त्यसो हुँदा जेनजी अथवा जेनसी मतलब जेनेरेसन चेन्ज, लिडरमा जेनेरेसन चेन्ज हुनुपर्छ। त्यसो भएको हुँदा विधि र पद्धतिलाई नियमन गरेर, नियम बनाएर, विज्ञको टोली मार्फत नियम बनाएर अगाडि बढ्नुपर्छ। अब आन्दोलनकारीका मागलाई सम्बोधन गर्नका निम्ति आन्दोलनकारी तत्पर छ र आन्दोलनकारी माग गर्छ। अब सडकमा जान चाहँदैन, तर त्यो सडकको टाटाले हामीलाई नसरापोस्। त्यो शहीद किन भयो? यदि शहीदका सपनाहरू पुरा गर्नका निम्ति हामी पनि शहीद हुनुपर्छ भने, यदि घाइतेका सपना पुरा गर्न हामी पनि घाइते हुनुपर्छ भने हामी तयार छौँ। तर हाम्रा माग र एजेन्डाहरू कुनै पनि तरिकाले पछाडि हट्ने पक्षमा छैनौँ। हामी कुनै भूगोललाई प्रतिनिधित्व गर्ने पक्षमा छैनौँ। हामी कुनै उसलाई समग्र देशलाई, आज धेरैजना व्यक्तिहरू को पक्षधर के पक्षधर होइन, नेपाली जनता पक्षधर, नेपाली आमा पक्षधर, नेपालको भूमि पक्षधर, नेपालको सार्वभौम सत्ता पक्षधर, नेपालको स्थिति पक्षधर। आज धेरैजना व्यक्तिहरूले के भन्नुहुन्छ, आज के कुरा गरिरहनु भएको छ भने आन्दोलन त कसले फन्ड पो दिएछ, आन्दोलन त के पो भएछ, के को फन्ड? सर्वसाधारण किसानका छोराछोरीहरू, सर्वसाधारण व्यक्तिहरू सडकमा आएर हामीले कोठाभाडा तिर्ने, घरबेटीलाई कोठाभाडा तिर्ने पैसाहरू, गोजीका पैसाहरू खर्च गरेर हामीले आन्दोलन गरेका हौँ। हामीसँग अहिले स्थिति साँच्चै भन्ने हो भनेदेखि अहिले म यो सफा लुगा लाएर आउने स्थितिमा पनि थिइनँ, तर बाध्यताले यो आज चाहिँ राम्रै कपडा लाएर जाउँ न त भनेर मात्रै हो। होइन भने आन्दोलनकारीका मागहरू किन पुरा गर्न सकिँदैन? आन्दोलनकारीले माग राख्छ। आन्दोलनकारी कसरी अब हो भन्ने होइन, अब जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्छ। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पुरा गर्छ र हामीलाई संवादमा बोलाउनुपर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौँ नि, जिउँदै छौँ हामी।
हामी जिउँदैछौँ। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पुरा गर्न चाहन्छ। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर, हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेन्जीहरू घाइतेहरू त्यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ यो स्थितिमा अहिले बोल्ड निर्णय लिन सकिएन भने आज निर्णय गर्न सकिएन, रात गए अग्राह पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ, जनताको अवस्थामा कसरी सुधार आउँछ। त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौँ तपाईँहरू हाम्रो साथी हो, हामी तपाईँहरूसँग संवाद गर्न चाहन्छौँ, तपाईँहरूका विचारहरू सुन्न चाहन्छौँ र हामी भन्न चाहन्छौँ देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। हामी डेमोक्रेसी पक्षधर हो, हामी डेमोक्रेसी पक्षधर हो। डेमोक्रेसी पक्षधरले के भन्छ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको, तर अवस्था परिवर्तन। अब दुई तिहाईको मतलब कि आज राष्ट्रपतिबाट विज्ञप्ति जारी भएछ, अलिकति चाहिँ मलाई दुःख लागेको छ। त्यो विज्ञप्तिमा भनिएको छ अब संविधानको रक्षा गरियो। संविधानको रक्षा होइन, देशको रक्षा गर्छन् नेपाली जनताले। संविधानका विधि पद्धति बनाएर अगाडि बढ्छन् नेपाली जनता। विधिभन्दा पछाडि त किन जान्छन्? तर विधि बनाउने कुरामा के हुन्छ, अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। यो कुरा जहाँ बोल्नुपर्छ, जहाँ गर्नुपर्छ हामी तयार छौँ, जहाँ बोल्नुपर्छ, जहाँ बोलाइन्छ तयार छौँ, तर हामी कसैलाई विरोध गर्दैनौँ। तर के चाहिँ भनेदेखि नेतृत्व लिएर गइसकेपछि नेतृत्वले तुहाउन चाहिँ पाउँदैन, माग र मुद्दाहरू तुहाएर चाहिँ अगाडि बढ्न पाउँदैन। परिस्थितिले शून्यता छ। हामी के भन्छौँ? नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्त चाहन्छ, मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छन्। त्यसो भएको हुँदा आज हामीलाई भनिरहेका छन्, हामीलाई गाउँ र बस्तीबाट फोन आइरहेको छ, तपाईँहरू सडकमा आन्दोलन गर्नु, अब गाउँ परिवर्तन हुँदैन, गाउँमा त आन्दोलनै भएन त भनिरहेको छ। ढुक्क हुनुहोस्, परिवर्तन गाउँदेखि सहरसम्म हुन्छ, देशदेखि मतलब यो देशको भूमि जुनसुकै ठाउँ र टोलका हुन्छ। त्यसो हुँदा आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ र परिस्थितिलाई पद्धतिमा बढाएर नियमन गरेर मुलुक र जनताको भाग्य र भविष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा हामी दुई मत छैनौँ। त्यसो हुँदा हामी न त धर्म विरोधी हौँ, न त जात विरोधी हौँ, न त कुनै व्यक्ति विरोधी हौँ, न त कुनै मतलब के अहिलेको स्थितिमा सम्पूर्ण नेपाली हामीले फेरि आह्वान गर्ने गरेका छौँ। हामीले के आह्वान गर्ने गरेका छौँ? यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। त्यो हुँदा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन, अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ। लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन, अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको छ। आन्दोलनकारीहरू के भन्नुहुन्छ? अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन, हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पुरा गर्नुपर्छ भनेर हामी आएका हौँ।